वृश्चिक राशि, तपाईलाई लाग्छ तपाईको भाग्य खराब छ। होइन, तपाईको वरिपरि यस्ता मान्छे छन् जसले तपाईको उन्नति देख्न सक्दैनन् र तपाईको भाग्यमा ब्रेक लगाइरहेका छन्। आज म वृश्चिक राशिको त्यो खतरनाक सत्य खोल्दैछु जसले तपाईलाई भोलि नै धनवान र सफल बनाउन पनि सक्छ। भिडियो 1 सेकेन्ड पनि नछुटाई हेर्नुहोस्, नत्र ठूलो मौका गुमाउनुहुनेछ। तपाईको स्वामी मंगल हो। तपाईभित्र एउटा ज्वालामुखी छ, तर तपाईको पैसा कहाँ जान्छ थाहा छ? वृश्चिक राशिको पैसा रिस र प्रतिशोधमा जान्छ। तपाई कसैलाई नीचा देखाउनका लागि आफ्नो खल्ती रित्याउन पनि पछि पर्नुहुन्न। अर्को कुरा, तपाई अति रहस्यमय हुनुहुन्छ, तर आफ्नै मान्छेले तपाईको ढाडमा छुरा रोपिसकेको हुन्छ। तपाईको व्यावसायिक योजना अरूलाई सुनाउनु नै तपाईको सबैभन्दा ठूलो आर्थिक गल्ती हो। याद राख्नुस्, वृश्चिक राशिले जबसम्म आफ्नो दुश्मन र खर्चलाई नियन्त्रण गर्दैन तबसम्म लक्ष्मी टाढै रहन्छन्। अब सुन्नुस्, कुन काममा हात हाल्दा तपाईको ब्याङ्क ब्यालेन्स अनलिमिटेड बढ्छ त? जमिन मुनिको वस्तु, पेट्रोलियम, ग्यास वा कबाडीको व्यापार। लुकेको चिजबाट पैसा निकाल्न तपाईँ एकदम खप्पिस हुनुहुन्छ। जासुसी, पुलिस, सेना वा सफ्टवेयर सिक्युरिटी। तपाईको तीखो नजर बिक्ने ठाउँमा जानुहोस्। शेयर बजार, बीमा वा बैंकिङ क्षेत्र। पैसालाई कसरी खेलाउने तपाईलाई एकदम राम्रोसँग थाहा छ। मेडिकल लाइन वा केमिकलको व्यापारमा तपाईको हातमा जादु हुनेछ। साँच्चै भाग्य बदल्नु छ भने यी 3 काम आजैबाट सुरु गरिहाल्नुहोस्। हरेक मंगलबार र शनिबार हनुमान चालिसाको पाठ गर्नुहोस्। यसले तपाईको मंगललाई शान्त पार्छ र शत्रुको नजरबाट बचाउँछ। दाहिने हातमा तामाको कडा लगाउनुहोस् र सधैँ रातो रुमाल साथमा राख्नुहोस्। यो तपाईको लागि मनी म्याग्नेट हो। तपाईले कति कमाउनुहुन्छ र कहाँ लगानी गर्नुभएको छ, आफ्नो जीवनसाथी बाहेक कसैलाई नभन्नुहोला। गुप्तता नै तपाईको सफलताको साँचो हो। वृश्चिक राशि, तपाई खरानीबाट पलाउने शक्ति हो। कुरा सत्य लाग्यो भने कमेन्टमा जय बजरंगबली लेख्नुहोला र आफ्नो शत्रुलाई यो भिडियो पठाएर सचेत गराउनुहोला। जय श्री राम।